त्यति बेला मैले छुटाउन धेरै कोसिस गरेँ तर मैले आफ्नो बुवाका खुट्टा दुस्रा धोके छोडिदिनु भन्नु तर छोडिदिनु भएन तपाईँले बाबाको खुट्टा पनि धोक्नुभयो के भन्नुभएको थियो बाबाले त्यो बेलामा त्यो बेलामा केही बोल्नु भएन हुन्छ मैले पछि म त अहिले छोरा हो भने मेरो मम्मीलाई छोडिदिनु भन्दाखेरि छोरा होस् होस् मात्र भन्नुहुन्थ्यो त्यति मात्रै भन्नुभयो अनि को हुनुहुन्थ्यो त त्यो घटना घट्ने बेलामा चाहिँ तपाईँले देख्दाखेरि चाहिँ बाजे बाबा आन्टी फुपू चारजना हुनुहुन्थ्यो चारजना हुनुहुन्थ्यो उहाँहरूले के गरिराख्नु भएको थियो उहाँहरूले मेरो मम्मीलाई दाउरा सरिया कुकुरी जस्ता उसले हानिरहनु भएको थियो पिटिरहनु भएको थियो सबैजनाले हान्नुभएको कि बाबाले मात्रै हान्नुभएको मम्मीलाई सबैजना मिलेर हान्नुभयो सबैजना मिलेर हान्नु हजुर तपाईँले सबै कुराहरू देख्नुभयो मैले आधा कुरा जति त देखेँ म तल कोठामा भएको कारणले मैले त्यो पुरा त देखिनँ तर मेरो बहिनीले पुरा देखियो बहिनीले पुरा देख्नुभयो बहिनी छतमै थिए बहिनी